गाडी स्टार्ट कर। ल बाबु तिमीले केवाइसी इभेन्ट भनेको बुझ्यौ? बुझेन भने नडराइकन मलाई सोध है, केही हुन्न। चल के बुझ्यस्? उठ सधैँ मेको टोइलेट भन्नु नो खाली टोइलेट जानुपर्छ। कहिले बस भने त उठ जा 2 मिनेट गएर आइज। अनि सर अब त भइसक्यो, सबै भिजिसक्यो, यहाँ चुइसक्यो, सब भइसक्यो। बस त्यहाँ पढेर बस। सर एक्चुअली यो फेरि बुझाइदिनु न। अब यतै बोला कसरी प्रब्लम छ केटीको आवाज सुनेर। लेकिन ये साला गाडी स्टार्ट कर। ल बाबु तिमीले केवाइसी इभेन्ट भनेको बुझ्यौ? बुझेन भने नडराइकन मलाई सोध है, केही हुन्न। चल के बुझ्यस्? उठ सधैँ मेको टोइलेट भन्नु नो खाली टोइलेट जानुपर्छ। कहिले बस भने त उठ जा 2 मिनेट गएर आइज। अनि सर अब त भइसक्यो, सबै भिजिसक्यो, यहाँ चुइसक्यो, सब भइसक्यो। बस त्यहाँ पढेर बस। सर एक्चुअली यो फेरि बुझाइदिनु न। अब यतै बोला कसरी प्रब्लम छ केटीको आवाज सुनेर। लेकिन ये साला